हेलो गाइस, अहाँ सबके फेरो स्वागत है हमारे ब्लॉग में। अहाँ सबके लिए लाए हम अपन कुछ लगे अहाँ सबके हम अपन बाड़ी दिसन लगे चली छी। हमार बाड़ी में देखब छी अहाँ सबके हम कथी रोपने छी, कियाकि हमार पेशा में हमार फैमिली जे छै से अहाँ सबके फार्मर छै कि से ते द्वारे हमार तो फार्मिंग करे छी, बहुत अच्छा जगह फार्मिंग कर रहल छी आ चलित रहल छै। अहाँ सबके हम अपन देखाइ रहल छी हमार खेत बाड़ी में कथी छै नहीं छै ये ओल ये हाइब्रिड ओल है। ये बगल से आपने के कच्चा काट कर छोटा टुकड़ा जो रोपल है से जन्म में पछाड़ी पड़ गए और अनहर है बड़का मूड़ी वाला, तो वो पूरा गाछ जन्म गल है। इनमें पछाड़ी पड़ल है, ये पछाड़ी भदैया आम है, लीलम जाए विदेशी फल से एवोकाडो कहे छै। काजू के गाछ, काजू अगाड़ी पौधा जे देखे हेबे अपने सब, एकरा सरबगंधा कहे। ये अपने के पागल आदमी के पीस के पियाओल जाए, ओइ पर बहुत सुधार होय छै। पुदीना। मॉर्निंग गाइस, डेटमा फेरि तपाईँलाई स्वागत छ। आज जाँदैछु हल्का फ्रेस भइसकेर अब पसल लाग्दैछु। पसलमा गएर पनि गर्नु पऱ्यो नि त। जाँदैछु पसलमा अनि पसलमा गएपछि मेरो हजुरआमा नि हुनुहुन्छ, मेरो हजुरआमा हुनुहुन्छ। मेरो घरमा गाईहरू हुनुहुन्छ नि त, उहाँलाई गाईहरूलाई खाना खुवाउँदै हुनुहुन्छ क्या, सारा हाल्दै गाइस। अघि नै आइसकेको थियो, पसलबाट काम बढी भएर यहाँसम्म मिलायो। पसलमा पुरै छिटो पारिसकेर घरको भिडियोसुटहरू पनि गरेँ आजको लागि। यो आज हामीसँग टुरसिटो राखेको थियो क्या, अनि त्यही भएर सामानहरू पनि अनलोड गरेँ। सामान लोड गरेर यो लोड फ्रिजहरू रेफ्रिजरेटरहरू सब थोक ल्याएर बसिरहेको छु अहिले कि। यो फ्रिज कुरोहरू राखेको अहिले यस्तो दामी सामानहरू राखेँ। तपाईँहरूलाई पनि भिडियो मेरो अरू च्यानल पनि छ, विष्णु बिजली पसल भन्ने, त्यसमा गएर तपाईँहरू पनि मेरो भिडियोहरू हेरिदिनु होला। त्यो पनि आइडी राम्रो मेरो पसलको आइडी हो, त्यो पनि एकचोटि भिजिट गरिदिनु होला है। भर्खर गाई जब यहाँ चोकतिर निस्केछु, अब पसलमा थियो अघिदेखि चाहिँ, अब चाहिँ भनेको गइदिउँ जब नास्ता ल्याउनुलाई, अनि त्यही भएर निस्केर अब त नसा पनि त गर्नु पऱ्यो नि त। बिहानदेखि यही भड्किरहेको थियो, बन्दिनँ अब कामै भइरहेको। अब हिजोको पनि यहाँ जान्छु अनि नास्ता लिएर राजा दाई हाम्रो ढलगढको नम्बर 1 टप तर्पट भन्ने खालको छ क्या यहाँ चाहिँ। अनि हामी त अहिले भेट्नुलाई नि त्यहाँ गएपछि त म तपाईँहरूलाई फेरि भेट्छु है। ल गाइस, म त अघि नै आइपुगेँ भने नास्ता लिएर जाउँ भनेछु। यहाँ आएपछि त हेर्छु त ल हाम्रो राजा दाईले पनि चटपटे पसल बन्द गर्नु भइसकेको छ। अब फर्केर अब त्यति नै अब फर्केर जानु पर्ला हामीले त। देख्दिनँ म खासै आज त यस्तो मुड अफ भएको त यार, यस्तो त यो नहुनु पर्ने कुरा हो क्या। भनेपछि राजा दाई र निखिल दाई भनेपछि हाम्रो कहिले पनि छोड्नु हुँदैन। यहाँ सबके हम अपन बाड़ी दिसन लगे चली छी। हमार बाड़ी में देखब छी अहाँ सबके हम कथी रोपने छी, कियाकि हमार पेशा में हमार फैमिली जे छै से अहाँ सबके फार्मर छै कि। हमार एगो कुशवाहा छै, कुशवाहा सब में होइ छै कि फार्मर रहबे करे छै, ताहि दुआरे हमार त फार्मिंग करे छी, बहुत अच्छा जगह फार्मिंग कर रहल छी। चले हमार के बहुत साले से चलित रहल छै। अहाँ सबके हम अपन देखाइ रहल छी हमार खेत बाड़ी में कथी छै नहीं छै के। हामी त यस्तै हो, हामीले पनि कहिले अब मुड अफ गरेर फर्केर जानुपर्छ कि घरतिर। त्यसको लागि त अब गरिके होइन त नास्ता गर्नु भन्यो, नगरिकन अब फर्किनु पर्ला। बट नम्बर 1 भनेपछि हाम्रो ढल्केको नम्बर 1 चटपटे भनेपछि यो दुईवटा ठाउँ मात्र छ क्या। एउटा भयो तपाईँको राजा दाई, एउटा भयो निखिल दाई। त्यो दुई भाइ कोही होइन क्या यहाँ ढल्केमा। तपाईँले जहाँ पनि खोज्यो भने नि त्यो दुईजना माया यस्तो मिठो चटपटे खानु हुन्छ नि, पुरै छोडिदिनु क्या। हो गाइजले भर्खर मलाई पनि अब भने एकचोटि गएर जिमको बारेमा पनि हेरिहालौँ के कसो हो। जिममा अब भयो भने म पनि जिम पनि गर्छु होला। सोचिरहेको थिएँ अब भाइलाई मैले भेटेको अस्तिदेखि नै भाइ पनि गर्दै थियो, अनि त्यही भएर मैले पनि भने ल एकचोटि हेरौँ म पनि जान्छु के कसो हुन्छ भनेर। अनि अब जाँदैछु अहिले जिममै, त्यहीँ गएर कुरा गर्छु। अनि त्यसपछि तिमी हजुरसँग फेरि भेट्छु है। अब हाम्रो सब अब राति परिसक्यो, रातिको अब हामीलाई 9 बज्न गइसकेको छ, 9 बज्न भयो। अब त्यही भएर अब हामी पनि पसल पनि बन्द गर्न आँदैछौँ। अब पसल बन्द लुगा पनि फोहोर भइसक्यो क्या यार, पसलमा अब सामानहरू राखेँ नि त, यत्रो कार्टुनहरू आएको थियो, सबै अझै भित्र राखिसकेको छु, अझै राख्दैछु। अहिले सबै फ्यानहरू पनि आइसकेको छ क्या, त्यही भएर अनि अलिकति काम भएर
यो सब सामानहरू सकाएँ आज सब थोक राखिसकेँ अब यो बन्द गर्न आँटेको एकछिन हो अब त्यसपछि सामानहरू भित्र राख्छु राखिसकेपछि त फेरि बन्द गर्ने त्यसपछि घर फर्किन्छु अनि घर गएपछि घरलाई फेरि भेट्छु है हजुरहरूले अन्तिमसम्म हेरिदिनुको लागि लास्ट धेरै धेरै धन्यवाद अनि यसै गरी नै मेरो टिकटकमा र युट्युबमा पनि इन्स्टामा पनि चारैतिर नै मलाई पनि अलिकति सपोर्ट गरिदिनु होला आज जति सपोर्ट गर्नुभएको छ त्यसको लागि पनि धेरै धेरै नै धन्यवाद हजुरहरूलाई हजुर जे जसले आज मैले टिकटकमा सपोर्ट पाएको छु त्यसको लागि म धेरै नै खुसी छु यही आशा गर्छु तपाईँहरूसँग अगाडि पनि यस्तै सपोर्ट पाउनेछु भनेर अन्तिमसम्म हेरिदिनुको लागि धन्यवाद है थ्याङ्क यू फर द वाचिङ